हेलो एभ्रिवान, के छ आरामै हुनुहुन्छ? शनिबारको दिन हामी वनवाटिका जाने भनेर बाबुहरूले उठाएँ। सुतेको बेलामा झन् राम्रो देखिने, त्यही भनेर फेरि हेर्दैछु बच्चाहरू चाहिँ। दाइ बाउजूलाई कल गरेर बोलाएँ जाऊँ वनवाटिका घुम्न भनेर, अनि आउनुभयो। त्यसपछि हामी सल्लाह गऱ्यौँ को बाइकमा जाने, को फेरि बसमा जाने भनेर। अनि दाइहरू बाइकमा जानुभयो, हामी चाहिँ बसमा जाने भनेर हिँड्यौँ। त्यसपछि मैले बाबुलाई के छ बाबु भन्दैछु, अनि हामीहरू बसमा बस्यौँ। बाबुले चाहिँ मलाई मोबाइल चाहियो भन्दै हेर्दैछिन्। कस्तो रमाइलो हुने कि है। बुटवलदेखि चन्द्रौटाको बाटो चाहिँ एकदम बिग्रिएको छ अहिले, आउन जान साह्रै गाह्रो हुन्छ। अनि हामी पुग्यौँ बुटवल। त्यसपछि हामी अटोमा जाने, बसमा लेट हुन्छ भनेर अटोमा बस्यौँ। अनि त्यसपछि कति टाइममा पुऱ्याउने होला, जाँदा जाँदै लेट भइसक्यो भन्दै सल्लाह गर्दैछौँ। सानो बाबु उफ्रिँदैछिन् अनि हामी पुग्यौँ। त्यसपछि दाइले टिकट लिँदै हुनुहुन्छ। हामीहरू भित्र पस्यौँ अनि कति खुसी लागेको छ। साना केटाकेटीहरू खेलिरहेका छन्। सानाको न्युमा बाबा पनि खेल्नु भएको छ है यता चाहिँ। जे होस्, वनवाटिका गएर दिन कटाउन गाह्रो छैन। खेल्ने कुरा पनि कति हुन्, अचम्म लाग्छ। पैसा खर्च पनि जे होस् नसोचेकै हुने रहेछ। हामी कार खेल्ने भन्दै अनि भनेपछि यिनीहरूले हामीले टिकट काटिदियौँ अनि खेल्दैछन् कार। यति खुसी भएका छन्, खुसीको त सीमै छैन। अनि यिनीहरूको खुसीमा हामी पनि खुसी हुनै पर्यो होइन र। यताउता घुमाउँदै मर्दै यिनीहरू खेल्दैछन्, हामीहरूले चाहिँ बाहिर बसेर हेरिरहेछौँ। त्यसपछि यिनीहरू अर्को गेम पनि खेल्ने भन्दै फकाउँदैछन्। तर सरप्राइजको लागि पहिल्यै टिकट काटेर राखिदिइसक्नु भएको थियो। अनि खुसी भएर उफ्रिए। अनि मम्मी र भाउजू पनि खेल्ने भन्दै खुसी हुनुभएको छ। अनि खेल्नुभयो। यो के खेल हो, रेल हो कि के हो, यस्तो छ, हाँसो लाग्छ हेर्दा हेर्दै। अनि दाई र बाबुको बाबा फेरि हामीहरू पनि देखिन्छौँ भिडियोमा भन्दै जानुभएको छ। अनि आउनुभयो लुखर। त्यसपछि यता चाहिँ अर्को गेम रहेछ लक्की ड्र जस्तो, म खेलेँ अनि त्यसपछि दाई खेल्दै हुनुहुन्छ। दाईले चाहिँ जे होस् जित्नुहुन्छ। अनि गेम खेलेर हामीहरू निस्क्यौँ। मेरो भिडियो छ फेरि लुखुर एक्लै। अनि केटाकेटीहरू हिँड्दैछन्, के खाने, खाजा खाने भन्दै सोच्दैछन्। उनीहरूको चित्त जति गरे नि नबुझ्ने, के गर्ने त्यस्तै हो। अनि बाबुलाई लिएर आमा चाहिँ हिँड्नु भएको छ लुखुर। अनि बाबु चाहिँ एक्लै हिँड्छु भनेर फेरि हिँड्दैछिन् लोटिन्। त्यसपछि हामीले खाजा खायौँ। खाजा भनेको चाहिँ हाम्रो चटपटे, त्यही त हो नेपालीहरूको फेभरेट खाना भन्नु पर्यो। अनि हामीहरूले एउटा फ्यामिली भिडियो सुट गऱ्यौँ भन्नु पर्यो। त्यसपछि हामीले हेर्न जाँदैछौँ चिडियाखाना। अनि चिडियाखानामा के जनावर छन् भन्दै केटाकेटीलाई देखाउँदै हुनुहुन्छ दाइले चाहिँ। म चाहिँ भिडियो गर्न व्यस्त, के गर्नु भ्लग त बनाउनै छ भन्दै भिडियो गर्दै गरेँ। तर भिडियो यति लामो भयो कि साध्यै छैन। कुन राखौँ कुन फालौँ, धेरै बनाऊँ कसरी बनाऊँ ढङ्ग पनि छैन। त्यही पनि राखेको छु, मेमोरी पनि हुन्छ भन्दै। झर्काउन मानिकन हेर्नु ल सबैजनाले। अनि मैले पनि यो अस्ट्रिच चाहिँ हेर्दैछु कस्तै छ भन्दै। यता है छ घोडा, अनि घोडा चढे साना केटाकेटीहरू। अनि फेरि हामीले हेऱ्यौँ सर्प। अनि यिनीहरू घोडामा चढेछन्, डराइ मस्किएछन्। जे होस् आज यिनीहरूको दिन नै रहेछ। यो घोडाले चाहिँ 1 राउन्ड घुमाउने रहेछ। 160 रुपियाँ दुईजना बसेपछि, एकजना चाहिँ 150। अनि केटाकेटीहरू खेल्दैछन्, बाबाले बाबुलाई हिँडाल्दै हुनुहुन्छ। अनि त्यसपछि चौरमा एकछिन हामी बस्यौँ। अनि बाबु आइन्, मसिम अनि रुँदैछिन्। मैले चाहिँ क्यामेरा अफ नगर्ने, अचम्मै रहेछ अहिले हेर्दाखेरि, हाँसो लागिरहेछ मलाई आफै। अनि बाबुलाई लगेर छोडिदिनु भयो बाबाले पर। बाबु चाहिँ बसिराखिन्, के गर्छिन् भनेर छोडेको। दाइ भाउजूले यता गफ गर्दै हुनुहुन्छ। हाम्रो भिडियो एउटा खिचिदिनु भयो दाइले। अनि म थाकेर बसेछु। अनि सबैभन्दा राम्रो लागेको मलाई वनवाटिकामा केटाकेटीहरूलाई लगिसकेपछि एउटा यता ठाउँ रहेछ एसी लागेको भित्र। अनि 50 रुपियाँमा टिकट काट्न पाइने। त्यहाँ लगेर छोडिदिएपछि जे होस् मजाले केटाकेटी चाहिँ भुल्ने। अनि ठुलो बाबुआमाहरू अनि जो जानुभएको छ साथीहरू, उहाँहरू चाहिँ मजाले बाहिर घुम्न पाइने। यो चाहिँ मलाई एकदम राम्रो लाग्यो यहाँको। त्यसपछि यिनीहरू खेल्दैछन् उफ्री दगुरी। भिडियो के गर्ने, लामो भयो। मैले चाहिँ स्पिडमा राखेर एकदम देखाउँदैछु। अनि सानो बाबु चाहिँ यता पिङ खेल्ने ठाउँतिर यस्तो टुटेको खेलाउना थियो, त्यसैमा खेलिछिन्, रमाइछिन्। उनलाई के थाहा होइन, जे गरे नि भयो क्या। सानालाई ठुलालाई जोगाउन सकिँदैन, सानालाई जे गरे पनि भयो।
अनि बाबा चाहिँ छोरोसँगै चिप्लिटी खेल्नु भएको छ, छोरो र बाबा। अनि त्यसपछि बाबु चाहिँ उल्टे परिपरि खेल्दैछिन्। अनि म भन्दैछु के भनौँ भन्दै भलक गराउन पनि साह्रै गाह्रो हुने रहेछ, रहर गरिहालेँ। अनि दाइ भाउजू यो के गेम खेल्दै हुनुहुन्छ, बाबु पनि खेल्दैछ, म चाहिँ फर्स्ट टाइम देखेँ यो गेम भन्नु पर्दा। अनि हामी अब फर्किनु पर्यो भन्दै फर्किँदैछौँ। एउटा भिडियो खिचिदिनु भएछ मेरो पनि। अनि त्यसपछि मम्मीको र मेरो फोटो खिच्नु पर्यो एउटा त भनेको, भिडियो नै सुट भएछ, के गर्नु। अनि हामीहरू फर्किहाल्यौँ, हामीहरू बसमा, दाइहरू स्कुटीमा। अनि रमाइलो एकदम भयो, पैसा पनि सकियो है। जे होस् त्यहाँ गएपछि दिन कटाउन साह्रै सजिलो हुने रहेछ, अनि पैसा पनि खर्च हुने रहेछ। ठिकै छ, रमाइलो भयो। बाई बाई एभ्रिवान, हामीलाई हेरिराख्नु होला है त, बाई।